पुल आइपुगिसकेको छ पुल पनि केटाहरू चाहिँ ध्यानमा बसी आनन्दले है अब बुझिदिन्छु पारामा ल डेन्जरै छ क्या यो रोड फाइनली हामी आइपुगिसकेको छौँ केटाहरू त्यता छ हामी चाहिँ आज हाम्रो एउटा च्यालेन्ज छ यहाँ कतिवटा र छ भन्दाखेरि टन्नै छ हामी ठुलो ठुलो र देखाउने गर्दैछु हेर्दै गर्नु होला अनि लाइक सब्सक्राइब गर्दै गर्नु होला म हामी ताल देखाउन गइरहेको छु यो एउटा ताल भइहाल्यो यो एउटा ताल अब हामी माथि जाँदैछौँ यो नि पुल हो पुल छ उता र ल भाइ पनि अब हामी जाने भन्ने सोच भइसक्यो हामी तिनजना अब हामी जान लाग्छ दुईटा भयो त्योसँग अब हामी भाग्नेछौँ को पानी खाइदियो रे यही हो र बन्दीपुरको तनहुँ बन्दीपुरको चलपल र भुबुङ्गे यहाँ फेरि रहहरू धेरै ठुल्ठुलो हुन्छ नि धेरै ठुल्ठुलो रहर बाटो छैन ओ सिधै गइजाउँ सिधै गइदिनु पर्छ क्या झर्ना बाटो छैन र कुना कुना गइदिनु भने गइरै होला यहाँ नि है उति कुना कुनाबाट झर्नु ल अब हामी माथि जानेछौँ भएर यहाँ पाइन्ट खोल्न लगाइरहेछ अब हामी चाहिँ जानेछौँ है औ सेट गइदिउँ न हामी पनि के कम्ती हो र हामी पनि पौडी खेलिदिने हो अलि खेल्न नआउनेहरूलाई चाहिँ जोगिनुपर्छ है रहरमा खेल्नु आउनेहरू त खेल्दामा हुन्छ अहिले सुकिहाल्छ क्या लुगाहरू ओ नो चिसो पारा रे भाइ पारा हेर्नु न क्या डेन्जर छ झर्नमा ओ नो उताबाट चप्पल के गर्यो हो ल ठिकै छ नि त हामी चाहिँ जाँदैछौँ हुन्छ नि भाइ यो हो कि पौडी खेलाइ स्विमिङ भनेको चाहिँ डेन्जरै छ है ए भति अब पोज्नै मिलेन माथि जान लाग्छ क्या अब फोटोसोटो हान्ने के गहिरो छ र जानुपर्छ हामी अब टाइम लाग्ने भयो त्यो त कहाँ सक्छ भाइ ए
गहिरो छ र यहाँ छैन होला ल भाइ उठ्यो अलि बाटो खतरनाकै छ हामी जाँदैछौँ यताबाट लैजाउँ झर्ना नि खतरा भयो आज अलि पर्दैन आज अलि झर्ना बाटो पानी हेरेर जाल अलि ब्लग धेरै लामो हुनसक्छ ठिक छ भाइ म आउँछु यो पनि खतरा रह है रहरमा अब पौडी खेलेर त मेरो यो मोबाइल अलि पाण्डे यासे म त एउटै हातले खेलिदिन्छु अब म चाहिँ दोमन भइसकेको छु अब पारी जानलाई अब तिनवटा मन हुन्छ म उतिबाट जान्छु होला उतिबाट जान्छु म ल म त्यतैबाट जान्छु ल तर्दिसक्यो भाइहरू म चाहिँ मोबाइल नमिल्ने भयो त्यहाँ गएर छैन ल म नि आएँ ल म नि आएँ ल ल ल पर्ख्यो है ल ल म चप्पल राख्छ ल एउटा हातले लौ मोबाइल एउटै हातले खेलिएर आइयो एउटा हातले तारिदियो त्यति प्रेसर छैन नि त त्यही भएर तेल चप्पल लगाउने हामीले माछा मार्दै थियो कि यो ताल यो ताल सुकायो एक दिन भयो एक दिन लाग्यो यो ताललाई लाइट भयो खतरा आउँदैछ है ताल के हरायो चप्पल कता पुग्यो चप्पल खोइरा यता फाले चप्पल हरायो भन्दैछ चप्पल कहाँ अड्कियो त चप्पल हरायो रे भाइको अब हामी खोज्छौँ यो चप्पल भेटायो ल जाउँ एकदमै ठुलो रहमा जानेछौँ हामी ठुलो रहबाट नि जम्पिङ हान्नु पर्ने होला ओ माय गॉड दिस लुक क्याट परियोगा भन्ने यो चाहिँ हेरौँ न यो खतरा र अलिक खतरा रहरमा पर्छ यो पनि अलि डेन्जरै छ क्या यो रह त धेरै लामो ढुङ्गा होइन सेल्फी हान्ने भन्ने कुरो भइरहेको छ हाम्रो चाहिँ हो र यो तल हो र तल बाटो कुलो है यो चाहिँ
खेतको कुल्लो हो छिटेर आउनु हो के हो चुस्की हानिदिनु पर्छ क्या भिडियो गरेर हाल्यो भने बगान हुन्छ बस म त फिनिसिङ लाग्यो यार डेन्जरै रहेछ र चाहिँ यो तल र छ यो माथि बाटो बाटो कस्तो बाटो हजुरले भने डेन्जरै छ र चाहिँ यहाँबाट खसिदिनु पऱ्यो अरे होला परिवार नै हो यहाँ माछा कति होला म खान्छु कस्तो होला त्यो भन न कति माछा त यहाँ त कत्ले हो नि हामी त्यहाँ जानेछौँ कत्ले मात्रै हुन्छ यहाँ एकचोटि 20 हो कि बम हान्दाखेरि नाङ्लो जत्रो गङ्गोटो आएको अरे त्यो मान्छे अनि परियो आइदिइरहेको रहेछ त्यो उजोमा जाऊँ न उ त्यता जाऊँ न परिवारको छाँगेकामा जाऊँ ओ झर्ना ओ नो क्या चिसो क्या चिसो आइरहेको छ गर्मी थियो बम हान्दाखेरि कमाटो जत्रो निक्लियो अब हामी त्यहीँ जानेछौँ उता ल जाउँ न त जाउँ ल जाउँ इन्द्रेडी आउँछ नि कान्छ इन्द्रेडी पानीबाट नै हिँड्ने यो चाहिँ बढा छैन क्या खोला बढेको छैन त्यही भएर सानो देखेछ यो बढ्यो भने फेरि डेन्जरै हुन्छ आँप पनि फलिरहेको रहेछ डेन्जरै ढुङ्गा छ नि पऱ्यो यहाँ पनि बसेर हान्नुपर्छ यहाँ गुन्थ्यो होला केटाहरू डरै लाग्दो छ त र त एकचोटि हामफाल दिएको अहिले पनि हामफाल्नु त सकिन्छ तर यहाँ भएर फेरि लामो ल एउटा फोटो हान्ने यो रबाट माथि जानेछौँ अब टप 3-2मा जानेछौँ अब हामी रको लागि अब हिँड्न लागेको छौँ ल जाऊँ हामी जाऊँ अब माथि नै चप्पल अब हामी पुगेर भनेदेखि लगाएर हिँड्नुपर्ने हुन्छ होला फोटोहरू नि राम्रो खिचिसकेको छु जाँदैछौँ हामी माथि केटाहरू चाहिँ ध्यानमा बसी आनन्दले है अब बुद्धिस्ट पारामा ल यहाँबाट जानुपर्ने हुन्छ माथि पुगिसक्यो अब हामी जानुपर्ने हुन्छ है माथि अब हामी माथि घरमा जानुपर्ने हुन्छ अब लास्ट 2टा रहेछ जाउँ न त ठाउँहरू त जबरजस्त छ नि यो ठाउँहरू जाउँ न जाउँ 5वटा पो भयो र त 5वटा पो भयो त्यो 3टा तल 4वटा तल यहाँ 3टा 7वटा 7वटा ठिक्कको त कति हो ताँबेर होइन त्यो यो त होइन नि ताँबेर यो त
कताबाट जानु हामी उताबाट जानु र चाहिँ खतरनाकै छ यो पनि अब हामी ताबेरोमा जानेछौँ है माछा ओभरै छ माछा पनि टन्नु छ जाउन त अब हाम्रो यात्रा सफल गरौँ होइन अब हामी ताबेरो आइपुग्नु लागिसक्यो ल भाइ छिटो आइज मान्छे चाहिँ हो क्या हो यहाँ मान्छे बोलेको हो र यो मान्छे बोलेको हो र जाउँ मान्छे होला सायद लगभग अहिले बास्न खाने आएको सुर्ती ए सुकुटी बास आइरहेको अरे खै अब को बोले आइज नि गयो तर पोल्न त पोल्यो होला माछाहरू टनकै छ है म त यस्तो भइरहेको छु हो धेरै पछि खोलामा आइयो पौडी खेल्नलाई यहाँबाट चाहिँ हामी नाग्नु पर्ने हुन्छ खोला यो ठाउँ चाहिँ सुनसान छ क्या यो चाहिँ फर्स्ट र हो यो भुङभुङे इलाकाको नै फर्स्ट र नै हो यो त्यही भएर यहाँ चाहिँ सुनसान छ क्या अनि हो माछा अहिले चाहिँ व्यापक छ है माछाहरू पुरा हिँडिरहेको छ पौडी खेलिरहेको छ माछा पनि ओ समात्नु सक्दैन बुद्धिमा माछा टनकै घुमिरहेको छ है अब हामी चाहिँ र आइपुगिसकेका छौँ फाइनली र चाहिँ यही हो कि यो हो कि र भनेको यसलाई भन्छ ताबेर नम्बर 1 र माछा नि हिँड्दैछु माछा र हो यो चाहिँ यो इलाकाको नम्बर 1 र खतरनाक छ यो लास्ट फर्स्ट ओके हजुर कस्तो गहिरो रफ पुरा थाहा भएन कि यो खोलामा माछा आगो लागे माछा कहाँ जान्थ्यो होला यो खोलामा आगो लाग्यो पानीलाई त आगोले मारिहाल्छ ए मारिहाल्छ आगोलाई त मारिदिइहाल्छ पानी लम्बा डुब्छ कि ल आज हाम्रो भ्लग चाहिँ यति नै होला अहिले पौडी खेलेको देखाउँछु त्यही हो लाइक सब्सक्राइब गर्नु होला कमेन्ट गर्नु होला कोही गरेको छैन भने ल आजलाई यति भन्दै ओके बाई अहिले चाहिँ हामी पौडी खेल्न जान लाग्यो
ए